आज चाहिँ खिर पकाउन लागिरहेको छु म। अनि यो खिरलाई चाहिँ यस्तो गरेर चलाउने हो हैन। हेर्नुहोस् खिर रेडी हुन लागेको छ हो, पाक्दैछ हो। अनि यसलाई यसरी चलाएर एकछिन छोडिदिने। त्यस पछाडि खिरको लागि रेडी हुने चिजहरू चाहिँ यही हो। यहाँ चाहिँ कटिङ हुँदैछ। अनि यो चाहिँ अंगुर अनि काजु नरिवल अनि यहाँ छोगडा छ है। यो चाहिँ नरिवलको लागि स्पेशल मसला हो। अब यसलाई सानो सानो बनाएर कटिङ गर्ने हो। यसलाई टक्क यो अघि कटिङ गरेको यो नरिवल काजु किसमिस चाहिँ मैले हालिसकेको छु। अब यहाँ यसलाई सर चलाउने है, सर माथिबाट यसरी सबैतिर पुग्ने गरी चलाउने है, टक्क चलाउने। अनि अब यो त्यसमा अझै तपाईले के गर्ने एड गर्न सक्नुहुन्छ भने ल्वाङ सुकमेल पनि एड गर्नुभयो भने अझ स्मेल आउँछ अनि राम्रो झन् बास्ना मिठो हुन्छ। अनि त्यसपछि खिरको स्वाद एकदमै झनै टेस्टी हुन्छ है। अनि त्यसमा अब अझै एड गर्न बाँकी छ। अब त्यसमा अझै के एड गर्नुपर्छ जस्तो लाग्छ भने चिनी र हल्का घिउ पनि एड गर्ने है। हल्का घिउ एड गर्ने। तपाईलाई अब घिउ मन पर्छ भने घिउ एड गर्नुहोस् हैन, मन पर्दैन भने सामान्य चिनीहरु एड गरेर हल्का। अब यसमा यति नै हो। अब यसरी सबैतिर मजाले चलाउने। अनि त्यसपछि यसमा भएको यो सबै मसलाहरु सबै यसमा एड गरिसकेपछि यसरी चलाउने हो है। अनि एकदम टेस्टी यसको बास्ना चाहिँ वाउ, यसको बास्ना कस्तो मिठो आइरहेछ अहिले नै। तपाईहरु पनि बनाएर खान सक्नुहुन्छ। फाइनली खिर चाहिँ यस्तो बन्यो है। अब यसलाई खानको लागि एकदम तयार भइसकेको छ अनि एकदमै टेस्टी छ। तपाई पनि बनाएर खान सक्नुहुन्छ। ओके, बाइ बाइ।